वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। बोल हाई। आज हामी हेर्नु त यसको प्रब्लम यस्तो देखिँदा पनि भएन, केही छैन, म चाहिँ चिन्ता लिँदिनँ। हामी चाहिँ आज कतै जाँदैछौँ, तपाईँहरू हेर्नु ल म कस्तो ठाउँमा जान्छु। दिदीको दिदीले लोकेसन खोजेको क्यारेको, म त जस्ट हिँड्दिन लगाएको, अनि जस्ट दिदीकै लागि हो यो पनि। म खासमा यस्तो हिँड्दिनँ होइन। म आज पर्पर क्यामराम्यान बन्दैछु, हेर्नु होला म कस्तो क्यामराम्यान बनेर आउँछु त। यो भ्लग लास्टसम्म हेर्नुहोस्। अनि दिदीलाई म पठाइसकेँ। मलाई क्यामेराम्यान बनाइसकेँ, यसमा 2 मिनट पर्दा मैले खिचेँ। म एडभर्टाइजिङ यहाँ चाहिँ म भनिरहेको थिएँ हेर्नुहोस् गाइस होइन, अलिअलि क्लिप खिचेँ, तर दिदीले जबरजस्ती मलाई कोट लगाइदिए, मैले लगाएको सर्ट आफूले लगेँ अनि उता बसिरहेछ भनेर। तर के भयो भने त माइक चाहिँ दिदीकोमा जोडिरहेको रहेछ, साउन्डमा न दिदीको आइरहेको क्या गाइस। किन साथ जान्छ र फोन म त सक्दिनँ, मेरो टोलरेसन पावर एकदम सकिसक्यो, किनभने यो दिदी यति बिजी हुन थाल्यो होइन। आइम टु मच बोर गाइड्स। तर ठिकै छ, हाम्रो काम सक्यो, अब हामी निस्कन्छौँ। फोनमा चार्ज छैन। के भयो? अनि आज चापी छुट्याएको रहेछु, चापी गाडी रोकेर चापी लिने, अनि हाँस्दै हाँस्दै घरतिर प्रस्थान गरेँ। आजलाई यति, लभ यु अल, बाई बाई।